अन्तरिम सरकार गठन भएको छ, निर्वाचन मितिको घोषणा भएको छ। हामीले अहिलेको सन्दर्भमा अन्तरिम सरकारको गठन गर्नको लागि संवैधानिक बाटोबाट विधिवत सम्मत ढङ्गले अगाडि बढौँ, तर जेनजीकै प्रस्ताव र सहमति अनुसारको अन्तरिम सरकार गठन गरौँ भनेका थियौँ। हामीलाई लागेको कुरा सबभन्दा राम्रो बाटो त्यही नै हुन्थ्यो। त्यसो गर्दाखेरि चाहिँ पहिला राष्ट्रपतिज्यूसँग जेनजीका प्रतिनिधि र दलहरूको प्रतिनिधिको बैठक बस्ने, त्यहाँ सहमतिको सम्झौता गर्ने, त्यसअनुसार प्रतिनिधि सभाको बैठक बस्ने, त्यो प्रतिनिधि सभाको बैठक बसेर एउटा संविधानमा धारा उपधारा थप गरेर सरकार प्रधानमन्त्रीले राजीनामा दिएको र काम चलाउ सरकारले पनि काम गर्न नसक्ने स्थिति भएको विषम परिस्थितिमा राष्ट्रपतिले संसद बाहिरबाट स्वतन्त्र व्यक्तिलाई पनि प्रधानमन्त्री नियुक्त गर्न सक्ने, सरकार गठन गर्न सक्ने र त्यो सरकारलाई निश्चित अवधिभित्र चुनाव गर्ने म्यान्डेट दिने, त्यसपछि स्वतः त्यो सरकार विघटन हुने भनेर धारा त्यहाँ राखिसकेपछि राष्ट्रपतिले त्यो धारालाई प्रयोग गरेर अन्तरिम सरकार गठन गर्ने, त्यो सरकारले निर्वाचनको मिति घोषणा गर्ने कार्य उपयुक्त हुन्थ्यो भन्ने हाम्रो कुरा हो। तर पनि राष्ट्रपतिजीले अब धारा 61 टेकेर जो अन्तरिम सरकार गठन गर्नुभयो, अन्तरिम सरकारले यो प्रतिनिधि सभालाई विघटन अब यो के अरे निर्वाचनको मिति घोषणा गरेर प्रतिनिधि सभा जो विघटनको स्थितिमा आयो, त्यस पछाडि हामीले हाम्रो सबभन्दा बेस उपाय संवैधानिक बाटोको बारेमा हाम्रो ध्यानाकर्षण गर्दै पनि त्यसपछि हाम्रो एउटा रिजर्भेसन हुँदाहुँदै पनि अहिले देशमा अन्तरिम सरकार बनिसकेको, निर्वाचनको मिति घोषणा भइसकेको स्थितिमा हामीले अब त्यही बाटोबाट छिटोभन्दा छिटो घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ भनेर एकजुट भएर जानु आजको आवश्यकता हो। अहिले निर्वाचन एकछिन आवश्यकता हो। त्यसमा हामीले अरू विकल्पको कुरा अहिले गर्न हुँदैन, किनभने यदि यो सरकार असफल भयो र घोषित मितिमा निर्वाचन भएन भने देश भयावह सङ्कटमा फस्ने खतरा छ। त्यसकारण सबैले अहिलेको आवश्यकतालाई ध्यान दिएर जेनजी आन्दोलनको उपलब्धिलाई कुनै पनि हालमा गुम्न नदिने गरी अहिले अन्तरिम सरकार लाई हामीले सफल पार्न मद्दत गर्नुपर्छ र घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने दिशातिर जानुपर्छ र हामी यही अनुरोध गर्न चाहन्छौँ। र सरकारलाई हामीले मुख्य कुरा चाहिँ यसैलाई बनाओस्, अरू छिटपुट कुरामा तपाईँहरू नलाग्नुहोस्। अहिले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने कुरालाई केन्द्रित गरेर त्यसैमा काम गर्नुहोस् र जो 23 गतिको घटना भयो, निर्मम दमन भयो, नरसकबानी दमन भयो र भोलिपल्ट 24 गते जुन राष्ट्र जलाउने काम भयो, त्यसको छानबिन गरेर निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गरियोस् र त्यस पछाडि चाहिँ हामीले भनेअनुसार नै यो अरू भ्रष्टाचार विरोधी अभियान जति सम्भव छ त्यति अगाडि बढाउने काम होस्। धेरै अहिले गर्न नसकिएला होइन, तर यो सुशासनको अभियान जेनजीको मुख्य मुद्दा भएको कारणले यसलाई छोड्न मिल्दैन। सरकारलाई हामी ध्यान आकर्षण गराउन चाहन्छौँ।